सोच्ने, फिजिकल टच नछोड्ने। हामी त यत्रो ठुलो सङ्गठन छ नि, घर घर जानुपर्छ, टोल टोल जानुपर्छ, त्यहाँ गएर बताउनुपर्छ। र आज प्रदीप पौडेल यो ठाउँमा फेरि सांसदको उम्मेदवार बनेर आउनुभएको छ। तपाईँले कति प्रश्नहरू छन्, कति आलोचनाहरू छन्, कति प्रदीपले अहिले आफैले भन्नुभयो सच्याउने कुराहरू छ, तर यो भने जस्तो लार्जर पिक्चर हेर्नुपर्छ। मैले प्रदीप पौडेललाई सांसदको रूपमा देखेको छु, मैले प्रदीप पौडेललाई मन्त्रीको रूपमा देखेको छु, प्रदीप पौडेललाई पार्टीको साथीको रूपमा देखेको छु। प्रदीप पौडेललाई म एउटा शब्दमा व्याख्या गर्नुपर्ने, प्रदीप पौडेललाई म के भन्छु भने आजको दिनमा भने रेस्पोन्सिबल रेबल, जिम्मेवार विद्रोही। मलाई थाहा छ भाद्र 23 गते म छु सम्वादमा। भाद्र 23 गते त्यो दिन प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटमा केपी शर्मा ओलीसँग कसैले झगडा गर्यो भने झगडा गर्ने मान्छे प्रदीप पौडेल हो। त्यो बेलामा त्यतिखेर के कुराले गर्यो, तुरुन्त राजीनामा दिएर छोडेर हिँड्ने कुराहरू हुन सक्थ्यो होला, तर सिङ्गो पार्टी त्यसको सरकारबाट फिर्ता हुनुपर्छ भन्ने प्रयासमा हामीहरू लाग्दै गर्दाखेरि त्यो प्रयासले उनी बाँधिए। किन हामी चाहन्थ्यौँ यो गलत भएको छ, सिङ्गो नेपाली कङ्ग्रेस पार्टी सरकारबाट फिर्ता हुनुपर्छ भन्ने अडान हाम्रो थियो। यी कतिपय कुराहरू यसले पनि बाँधिए। त्यो कुरा तपाईँले गएर बताइदिनुपर्छ त। र त्यो यता त्यो भित्र सरकारमा बस्दै गर्दाखेरि त्यहाँभित्र गरेका कामहरू बताइदिनुपर्छ। एउटा पार्टीको जिम्मेवारीमा बाँधिँदै गर्दा त्यसका सीमाहरू हुन्छन्। सरकारमा बस्दै गर्दाको सीमाको बारेमा, त्यो छटपटाटको बारेमा, स्वास्थ्य बिमामा पर्दै गरेको अप्ठ्यारोको बारेमा, मैले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रमलाई अर्को तहसम्म पुर्याउनका निम्ति गरेको प्रयास, त्यो प्रयासमा नपाएको सहयोग, त्यो सहयोग नपाउँदै गर्दा छटपटेको मैले देखेको छु। तपाईँले तल गएर बताइदिनुपर्छ। प्रदीप पौडेल एउटा जिम्मेवार विद्रोही हो, जसले जिम्मेवारी लिँदै गर्दा त्यसमा अब्बल आउने कोसिस पनि गर्यो, कति कुराले गर्न सक्यो, कति कुराको प्रयास गर्यो, कति परिणाम दियो, तर ऊ बेइमान होइन। उसले कहीँ कतै पनि आफ्नो इमानसँग तलमाथि गरेको छैन। र आज नेपाली कङ्ग्रेस पार्टीभित्र हामीले एउटा जोखिम उठाउँदै गर्दाखेरि दायाँ बायाँ नहेरिकन, फाइदा होला घाटा होला केही पनि नहेरिकन सँगै उभिएर यो एउटा विद्रोही चेतका साथमा एउटा लडाइँ लड्ने क्रममा सँगै उभिएर गरेको प्रदीप पौडेल आज नागरिकहरूको बिचमा जाँदै गर्दा काङ्ग्रेस नयाँ बनाएर आउने कुराको सन्दर्भमा ठुलो भूमिका निर्वाह गरेर आएको भन्ने कुरा तल तपाईँले गरेर बताइदिनुपर्छ। त्यसले पार्टीको अग्रजहरू साथीहरू, मैले यो यति नै